जलन भइसक्यो सबै छोडेर अनि यहाँ आएर वरिपरि छिमेकी त्यस्तो त जहीँ पनि हुने क्या है दिदी हजुर पनि हुनुहुन्छ होला नि फेरि अरूले अरूले ट्राई त गर्न पाइयो नि त यहाँ गरम गरम प्लास्टिकमा अड्छ त दिदी अड्छ नि पक्लक्कै फुट्ला नि फेरि धेरै खाँदैन दुईटा बनाइदिन्छु हुन्छ दुईटा भयो किन तपाईँले समात्नु पर्यो भाउजूले समात्नु पर्यो नन्दले समात्नु पर्यो हेर्ने राम्रै भयो राम्रै देखियो यही गिफ्ट हान्नु पर्ला पनि के हो लाग्यो मलाई चाहिँ तर हामी बोहनीको समयमा आइपुगेको दिदीको धेरै भयो आज त साँच्चै होला त्यो पनि आइरहने कस्टमर हो कि यो तिनटै दुईटै तपाईँ पनि हो अन्त नि जे पनि हामीभन्दा अगाडि त आएको थिएन नि होला कोही पनि आथे आज त बोनी त गरेको थिएन हो मैले बोनी चाहिँ गरेर बसेकी कसैले त बोनी पनि भएन भन्दै थिएन नि बसेकी चाहिँ मैले कस्तो जाडो त भएन तर जाडो भए जस्तो भित्रभित्र फिल भइरहेछ कि कस्तो बाहिरबाट हावा आउँछ नि त मुटु कामे जस्तो झैँ कस्तो भित्रैबाट चिसो भए जस्तो भइरहेछ घाम त देख्न पाइँदैन है दिदी म यसमा मिलाएर हालिदिन्छु अब हुन्छ त्यो त चल परिसक्यो दिदी अर्को त कुन यो अर्को दिन्छु नि यसरी बाँध्न मिल्छ कि हस् हुन्छ अझै आधा पनि भएन कि दिदी सामान भएन नानी मलाई थाहा छ नि तपाईँकोमा ऊ भएन के अरे वाटरप्रुफ ज्याकेट भएन एउटा यो चाहिँ खर भएको त म ल्याइदिउँला नि त फर भएको होइन क्या यस्तै भयो नि फर भएको भयो नि ठिकै तर फर भएको चाहिँ पानी छिर्छ कि वाटरप्रुफै भनेर त्यो खालको मन भयो एउटा दुईवटा ज्याकेट यो भइहाल्छ यो ट्र्याकको जोडीमा है हामीले एउटै छुट्टै होइन क्या त्यहाँ भएको सामानको कान्छेले नि बिचार 3 चोटि त जोड्नु भएको बिचार होइन हजुरलाई अब सिधै घर जाने हो आज भ्याइँदैन त्यति भैँसी दुन पुग्नु पर्ने छ क्या घर फेरि त्यही भएर त्यसरी म भोलि के चाहिएको भन्नु नि त के चाहियो भने अब घरमा गएर हेर्नु पर्यो पहिला अनि मलाई फोन हान्नु है त फोन त तपाईँले उठाउनुहुन्छ नि मरै हो हानेछु म चाहिँ मलाई हो उठाउने अरू कसै त लास्ट भएन क्या त्यो मैले चाहिँ अर्को नि लगेँ यही वाला होइन अरू केही फरक छैन जस मलाई कलर मन परेको भएर मात्रै हो 500 थप्नु त नि जति लाग्यो त्यति धेरै भयो त्यो त